गाइज हामी चाहिँ नि जडीबुटीको जाममा परिरहेको छौँ। यस्तो जाम छ। दिउँसोको 11 बजे जडीबुटीमा जाम छ गाइज। जडीबुटीमा जाम छ गाइज। यो के को बाटो? गोर्खाको गोर्खाको गोर्खा भानु रुकिरहेछ हातमा। राम्रो यहाँको भ्यू गाइज। अहिले यो पर्पल कलरको फुल चाहिँ भाइरल भएको छ। वैशाख महिनामा चाहिँ यो फुल फुल्छ है। अलिक ठाउँमा पनि यही फुल हो हाम्रो घरमा चाहिँ किन छैन? घरतिर त छैन। यस्तो रोडहरूतिर चाहिँ जहाँ पनि फुल चाहिँ जाम गरेर गाइज हामी चाहिँ हाम्रो बाइकमा यो लेले कुण्ड एग्रो एन्ड रिसोर्टमा आइपुगेका छौँ। हेर्नु होला यहाँको चाहिँ यस्तो छ। चट्ट त्यहाँबाट यस्तो छ है। हाम्रो पनि फर्स्ट टाइम हो। अस्ति न चाहिँ यो ठाउँ एकदम भाइरल भएको थियो। त्यो बेलामा चाहिँ हामी अलि आउनु सकेनौँ। आज आएको छौँ। हेर्नु छोरा गाह्रो भयो। इन्ट्री गरेको पनि पैसा लाग्छ।
गाइस हामी चाहिँ ससेज खाँदैछौँ म चाहिँ लस्सी खाँदैछु गाइस हामीसँग चाहिँ एउटा यहाँ भिडियो पनि छ त्यो चाहिँ हेर्दा हेर्दै आधी भइसक्यो है कस्तो छ ससेज मिठो हामी चाहिँ खानाको वेटिङमा हो गाइस खाना आएपछि खान्छौँ गम गम लागिसक्यो गाइस हामी चाहिँ खाना खाँदैछौँ यो खाना हेरेको छ मटर खाना खाना खान्छु ल निस्कियो कि त सबै खाना एकदम मिठो छ तपाईँहरू पनि आउनु होला लिली कुण्ड रिसोर्टमा हामी पनि फर्स्ट टाइम आएको एकदम राम्रो लाग्यो खाना पनि मिठो रहेछ गाइस म चाहिँ नि उतापट्टि ट्राम्पोलिन पिङ्कहरू खेल्न आएको है यहाँ गाइस यस्तो यस्तो छ अलि थाहा छ अब म पहिला नि गाइस उयो पिङ खेल्छु है त गाइस मैले चाहिँ मम्मीको मोबाइल लिएर यो पिङ खेल्छु है त गाइस यो स्लाइडमा कस्तो हुँदो रहेछ ल गाइस म त भ्यात्तै लगाएँ होइन यो पिङमा अब अर्को पिङमा छ गाइस अब यो दुईवटा पिङबाट पहिला म यो पिङमा आएको छु पिङ त मजा आयो तर म त्यहाँबाट जाँदै यही पिङबाट यही त गाइस यो पिङ्क है गाइस ब्रेकको काम गर्ने भने चाहिँ हामी बसेर ठाउँमा देख्छु कि अब अर्को त्यो यतै छ आइया लो गाइस म अर्को भिडियोमा देखाउँछु है गाइस अब चाहिँ म यो घुमाउनुबाट हेरिरहेछु यहाँ है गाइस म चाहिँ घुमिरहेछु यसको नाम के हो भनेर मलाई थाहा छैन है गाइस यो पिङको नाम अब अर्कोमा जानु अब अर्को रहेछ हाम्रो ढिकी च्याउ यतापट्टि छ गाइस अब म एक्लै त हिँड्न सक्दिनँ त्यही भएर यत्रो हेर्नु पर्यो अब हाम्रो लास्टमा आएछ यो ट्राम्पोलिनमा यसरी लक लगाएको रहेछ है गाइस लक
त्यही भएर म यहाँभित्र घुसेर जान्छु, केही पनि भन्दैन। गाइज म चाहिँ ट्राम्पोलिन्समा आएँ। गाइज अब म जान्नको, अब म अरू ठाउँहरू देखाउँछु है त गाइज। यहाँपट्टि चाहिँ यस्तो खेल्ने ठाउँहरू छ, पनि यो चाहिँ बन्द छ, त्यही भएर म यो खेल्न सक्दिनँ। अब गएको जुन चाहिँ हुनेछ म यहाँको सबै ठाउँहरू देखाउँछु गाइज। यहाँपट्टि हेर्न सक्नुहुन्छ होला, यति फिस छ। अब अर्को ठाउँमा देखाउन जान्छ है गाइस। यहाँ बिहे भएको बेला यस्तो हुँदो रहेछ है। यो ठाउँको नाम चाहिँ लेले हो गाइस। यहाँपट्टि यति धेरै सिट छ, 1 2 उतापट्टि अर्को 4 5 6। म टपमा गएर देखाउँछु है, होला म यहाँबाट माथि जाँदैछु गाइस। म चाहिँ माथि गएर भिडियो हाल्दैछु। यो हामी माथि कहाँ अब कोठा हाम्रो कोठा हाम्रो हो। यो चाहिँ किचनको डाइनिङ टेबल रुम हो। अब हामी अरूको ठाउँमा गएर अब चाहिँ म तल जानु भएको छु। गाइस अब चाहिँ म त्यो पानीवाला सिटमा बसेर देखाउँछु है। गाइस हाम्रो चाहिँ यति कुरा गएर बसेर खेल्छ। बाई बाई गाइस। गाइस म चाहिँ पिङ्कलाई यहाँबाट चाहिँ अलिक टेक्नु पनि धेरै पनि यसरी रोक्न पनि नसकेको। गाइस मलाई उता ठाउँको छ त प्ले। अघि मैले ट्राम्पोलिनहरू देखाएको हो त थाहा मैले एउटा चिज खेल्न बेसी चाहिँ त्यही गएर खेलेर दिन्छु। गाइस मलाई चाहिँ के खेल्न मन लाग्छ, त्यही भएर अलिक बच्चाहरूको जस्तो छ यसले यस्तो माथि बस्नुपर्छ है गाइस। त्यही पनि यो पिङमा चाहिँ मलाई मजा। बाई बाई गाइस। मेरो भ्लगको यहीँपट्टि इन्ड चाहिँ अहिले हुँदैन, मम्मीले अरू कति बनाउनुहुन्छ थाहा छैन है गाइस। म चाहिँ
ल गाइज एकछिनमा मिलाउनु है यतापट्टि नफ्याँक्नु भने होइन गाइज हाम्रो चाहिँ खानपिन पनि भयो फोटोहरू पनि भयो अब हामी चाहिँ नि घरतिर लाग्छौँ एकदम रमाइलो रहेछ ठाउँ चाहिँ नि तपाईँहरू पनि आउनु होला लेले कुण्ड रिसोर्ट एकदम रमाइलो छ